जय मसी तपाईँहरू सबैजनालाई। तपाईँहरू कस्तो हुनुहुन्छ? जाडो पनि साह्रै छ है, आफ्नो ख्याल राख्नुहोला। एकदम जाडोमा अहिले त खोकी लाग्दा पनि कति दिनसम्म मेरो नानीलाई लागेको थियो, 15 दिन जस्तो खोक्यो होला बिचरा। अन्त दबाई खुवाउँदा खुवाउँदा बल्ल आज प्रभुले निको गरिदिनु भयो, ठिक भएको छ। अनि म चाहिँ यो भिडियो बनाउनुको कारण चाहिँ धेरैजना मान्छेहरूले मलाई भन्दै थियो, छेत्री भएर पनि कस्तो प्रभु येशू मसीहलाई विश्वास गरेको, हाम्रो पुर्खैदेखि आएको धर्मलाई छोडेर भन्नुभयो। म के भन्नु अब तपाईँहरूलाई, के भन्नु, कति भन्नु, कति एक्सप्लेन गर्नु, भन्नै सक्दिनँ। भनु म कसरी हृदयको गहिराई छुनु भयो प्रभुले, जीवनको बाटो यो अँध्यारो थियो जो भर्नु भयो ज्योतिले, ज्योतिले। म प्रार्थना गर्दछु तपाईँहरूको पनि प्रभु येशू मसीहले तपाईँहरूको मनलाई परिवर्तन गरिदिनु भएको छ। जुन कुरा तपाईँहरूले देख्न सक्नु भएको छैन त्यो कुराहरू तपाईँहरूले देख्न सक्नु भएको छ। म प्रार्थना गर्छु तपाईँहरूको लागि। अनि थ्याङ्क यू तपाईँहरूको कमेन्टको लागि, तपाईँहरूको प्रश्नको लागि धेरै धेरै धन्यवाद।